हेलो गाइस वेलकम टु माई भ्लग। हामीले आज यस्तो चट्ट लाएर चार भाइ मतलब हामी यहाँ तीन भाइ उताबाट दाइ आउँदै गर्नु तिनजना भाइ हामी चाहिँ आज मेला घुम्नु जाँदैछौँ होइन। मेला घुम्नु चाहिँ मास्तिर कतातिर भन्दै थियो हामीलाई थाहा नै दाइले थाहा छ यो भाइलाई है। हामी चाहिँ एकदम पुरै यस्तो लाएर हिँड्दैछु कि टोपी चट्ट लाएर जाँदैछौँ होइन। कहाँबाट छिर्ने साँच्ची हामी उयो पारबाट हो अघि हामीले कुरा गर्थ्यौँ नि वहाँबाट बुढा आइसक्यो होला यहाँबाट जाने होइन। गाइस हामी चाहिँ आइसक्यौँ यता बैगुन मेला। बैगुन चाहिँ कहीँ छैन यसो हेर्न आइदिएको त्यहाँ छ बैगुन माछा त उहाँ कहाँ दिएको थिएँ मैले त्यहाँ ठुलो छ त्यहाँ कतिजना मेला यहाँ बैगुन मेलाको लिन थालिसक्यो दाइले। दाइ पनि एक नम्बरको भ्लगर है गाइस हो बबाल डेन्जर भ्लगर। खै दाइले गरेर छिटो अब एउटा यहाँ बैगुन किन्ने चढाउने हो होइन। खै दा यहाँ छ त यहाँ यसलाई भन्छ बैगुन यो बैगुन ए बैगुन ल ठिक छ यहाँ पनि बैगुन होला सायद। के हो यो के हो यो चाहिँ छिटो छिटो दाइ। हेलो नेपाल प्रहरी यहाँ आउँछ यहाँनिर यो स्ट्राइकर लगाएर यहाँनिर के यो जुवा उयो गर्ने ठाउँमा यहाँ आउँछ एउटा भेन लिएर आउने कहाँ खेलाउनु पाइन्छ दाइले फेरि बवाल गरिन्छ नि दाइले बवाल गरिदिन्छ गाइजहरू फेरि यस्तो बवाल गरिदिन्छ। मेला भनेर त्यो अर्काको पैसा लुट्न पाइन्छ त जथाभावी पैसा लुट्नु पाउँदैन। ए बाइक किन्नुपर्ने छ त यार साँच्ची बाइक एउटा बाइक किन्नुपर्ने छ यार। ए बाइक नपाउनु रहेछ त्यहाँ त एउटा बाइक किन्नु भनेको एउटा केटिएम। ए मेरो बाइक यहाँ रहेछ यार मेरो बाइक यस्तो केटिएम डुक किन्नु कि के किन्नु बाइक भनेको त छैन पर्छ बाइक हेर त तोपहरू रहेछ थिएँ नकिन्नु यस्तो मलाई अलिकति महँगा खालको किन्यो कि मान्छे बाइक ठाउँ चाहिँ बबाल छ है गाई चाहिँ यस्तो ठाउँमा म यहाँ आउँदा अस्ति नै भएको थिएँ 120 को बेची के हो रे यार चस्मा यता रहेछ चस्मा के लडाउँदा ल पहिला ट्राई गर्छु ट्राई त पाउनुहुन्छ नि त ट्राई त गर्नुमा सबै दिन थाल्नु चाहिँ तपाईँले दिएको एकचोटि ट्राई गर्नु पर्यो ट्राई पाउँदैन ट्राई कसैलाई हुँदैन भरे यहाँनिर उयो के अरे बाल्ला त हैन रहेछ हान्दा लड्यो भने हैन हानिँदा बार्ला लडाइदिनु 100 को 500 आँखा चिम गरेर के त पैसा हो चिमा गरेर कसले हान्छ अनि त्यसरी हानेछ अघि भाइहरुले त्यसरी लडा 17 चाहिँ खाइदिसकेछु म आम्बो खाने हान्दै हाल्नु पर्यो त हान्ने जाउँ आँखा भयो के अन्ध भएको हुन्छ हो आज भने कसरी हान्नु हौ त्यो चाहिँ यार अन्धले चाहिँ कसरी हान्नु कताको बुढो छिटाउँ छिटो छिटो रोकिरहेछ त अर्को रोकिरहेछ मैले रोक्दैछु ए हो क्या मन्दिर दादा म यहाँ अस्ति नै माथि खै त्यो अर्को ठुलो लामो बनाउनु त्यसलाई यहाँ हालेर हो दिनु त कहाँ दिँदै मलाई स्टिक यहाँ चाहिँ बैगुनी मेला कि जति भन्थ्यो यस्तो छ है पूजा गरेर यो भात खाएर आएर खासै पूजा नगर्नु भन्ने हो यार भात नखाउँ भन्ने हो
भात खाएर त के पूजा गरेको ए छिर्ने यहाँबाट तपाईँ त पराठा छिर्नु त अनि यस्तो एउटा किन्नुपर्छ दादा बोल्ने एउटा त्यो दुईटा जस्तो खोइ आइज हेरौँ कस्तो रे दादा कस्तो रे उको पो रहेछ यार त फेरि यस्तो दामी छ है कति रहेछ यसलाई 200 रुपियाँ 200 नै हो र फोटो खिच्दैछु हेर्नु त यहाँ क्यामेरा यहाँ रहेछ यो ओरिजिनल यहाँ रहेछ यार ग्रोप्रो अनि ग्रोप्रो लानुपर्छ दादा के हो झिक्नु पऱ्यो जस्तो लाग्यो एकछिन ल म हेर्छु के ठिक छ दादा कि के ठिक छ दादा पनि ठिक छ म सबै उस्तै देख्छु के ठिक छ है यो त फेरि छैन त फेरि यस्तो त्यो ल्याङ भइ हुने ठिक छ डोरी पनि ठिक छ है यसको एउटा झिक्नु मिल्दैन यस्तो मलाई लाएर दिनु न हौ यस्तो मलाई लाएर दिनु न त यहाँबाट ल दिनुहोस् त हजुर जाँदैछ गइरहनुपर्छ कन्टिन्यू एडिटिङमा जति धेरै भिडियो खिचिराख्नु सक्यो एडिटिङमा कति त्यसैले राम्रो हो क्या त्यस्तो माहौल डेन्जर छ कि गाई त्यो झिक्दा केटा त्यसो झिक्दा म एउटा बुलेट किन्नु भनेको तर क्यामेरा किन्नु यहाँ छ त क्यामेरा यो त पहिलाको एन्टिक क्यामेरा हो नि हो अब यी पोकेमनहरू पो आउँदो रहेछ त भित्र त खोइ हो त रहेछ त दादा कति आन्टी होइन ल मिलाएर भन्नुभएको छ तपाईँले ए तपाईँले यस्तो भाइलाई यो माया दया गरेर थपिदिनु भएको 150 हुन्छ होइन होला आउँछ होला दामी दामी छ लिनु त होला मैले यो किनेको चाहिँ एउटा बाइक किन्नु भनेको बाइक अलिकति यस्तो मेरो अलिक बजेटले पुगेन त्यही भएर बाइक अलिक किनिनँ मैले छोडिदिएँ भयो केटा भएन बुढा त्यो कता गएको त के कहाँ देखाएको बुढा हो र के भन्ने ल ल दाइरे किन मेला पनि कत्रो लामो छ यार खै त हामी त घरतिर फर्किसक्यो राम्रो छ त ए त टाउकै दुख्यो मेरो जतिखेर त्यही पानीपुरीहरू हुन्छ म एउटा बाइक किन्नु भनेको बाइकै छोडिहाल्यो क्या एउटा बाइक भ्रुम बार्दाखेरि आउँदै गर्ने दादाहरू पछाडि छ दादाहरू ए मलाई बाइक त यहाँ छ कि यहाँ त लेम्बोर्गिनी कारहरू मात्रै रहेछ त
म कार नचढ्ने अहिले मेरो कार चढ्ने औकात छैन म बाइक चढ्ने भन्ने गाइज हामी चाहिँ यस्तो मेला भएर पुरै घर फर्किसकेको छ होइन यही सोरुम रुम्नेर आइदिनु लागिसक्यो चाहिँ यता सब फर्किसक्यो है हिँड्दा हिँड्दा गलेर थाकिदियो गयो माटोमा यो बाइक चढेर भनेको बाइक पनि किन्नु पाएन फेरि के गर्ने तर एउटा महँगो बाइक किन्ने सोच थियो मेरो 30-35 लाखको बाइक ल गाइज मजाले घुम्यो आजलाई यति नै अब अर्को दिन